मिनी ब्लग डे 10। आज मौसम चाहिँ एकदम राम्रो छ, एकदम सनी वेदर छ अनि यता लौड्राको भ्यू पनि राम्रो छ। त्यतिखेर एउटा दाइ आउनुभयो, उहाँले चाहिँ धर्मको काम गर्नु हुँदो रहेछ र उहाँको भ्यू निकालेर दाइलाई दिएँ। अनि त्यतिखेर फोटो के लागि फोटो त्यो नर्मल उस्तो भन्न उहाँको पनि फोटो खिचिदिएँ। अनि फोटो खिचेर चाहिँ फोटो निकालिदिएँ पहिलाको अहिलेको। अनि यो चाहिँ पासपोर्ट साइजको यो निकालेर यस्तै गरिदिएँ। अनि त्यसपछि चाहिँ दाइ आउनुभयो लाइसेन्स फर्म भर्नलाई। अनि दाइ लाइसेन्सको त नयाँ सिस्टम छ, एकदमै झ्याउ छ, बुझ्नै गाह्रो छ। अनि त्यसको केही टाइमपछि एउटा दाइ दिदी आउनुभयो, उहाँको पनि डकुमेन्टहरूको मैले फोटोकपी गरिदिएँ। अनि आज चाहिँ मौसम राम्रै नै थियो। त्यतिकैमा एउटा भाइ आयो फोटो निकाल्नको लागि, दामी निकालिदिनु हुन्थ्यो। अनि मैले दामी फोटो निकालिदिएँ। अनि फोटो हेरेर चाहिँ भाइले चाहिँ के भन्यो भने त्यहाँ खतरा निकालिदिनु दाइले भन्यो। अनि भाइ चाहिँ गइहाल्यो। अनि त्यसपछि दुईजना दाइ आउनुभयो फोटोहरू निकाल्नको लागि, उहाँहरू पनि मैले फोटो निकालिदिएँ र दाइ जानुभयो। अनि एउटा बुढी आमाको पनि मैले फोटो निकालिदिएँ। त्यसपछि पैसा दिनुभयो, अनि पैसा पनि मैले काटेर उहाँलाई दिएँ, उहाँ पनि जानुभयो। त्यसपछि एकदम दाइले दोकान राखेर म फोटो खेल्न आइदिएँ। पछि पुलिस ग्राउन्ड हो, यही टिमपछि हाम्रो केटाहरू छ है, त्यसपछि हामी खेल्ने सबैजना लोडेड छ। अनि फुटबल खेलेर चाहिँ म दोकानतिर फर्किएँ, घरतिर फर्किएँ। अनि केटाहरू चाहिँ क्यामेरा दिनु खतरा लजायो होइन। अनि मेरो आजको व्यवहार भनेको डे 9 मा 600 एड गर्नुहोस्, त्यही हो।